जय मसीह। सुसमाचार यूहन्ना 9 अध्याय। जन्मैको अन्धोलाई येशूले दृष्टिदान दिनुभएको। त्यहाँबाट जाँदै गर्दा येशूले एकजना जन्मैको अन्धोलाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी, कसले पाप गर्यो, यसले कि यसका बाबुआमाले, र यो अन्धो जन्मियो? येशूले जवाब दिनुभयो, न त यसले पाप गर्यो न यसका बाबुआमाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनु हुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्जेल म संसारको ज्योति हुँ। यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछेर लेप बनाएर त्यसका आँखामा लगाइदिनु भयो। अनि उहाँले त्यसलाई भन्नुभयो, जाऊ सिलोआमको तलाउमा गएर पखाला। त्यसले गएर पखाल्यो र देख्ने भएर फर्कियो। त्यसका छिमेकीहरू र त्यसलाई भिख मागेको देख्नेहरूले भने, बसेर भिख माग्ने मान्छे के यही होइन? कसैले भने यो त्यही हो, अरूले भने होइन, यो त्यही जस्तो देखिन्छ। त्यसले भन्यो, म उही हुँ। तब तिनीहरूले त्यसलाई सोधे, तेरा आँखा कसरी खोलिए त? त्यसले जवाब दियो, येशू भन्ने एकजना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलोआममा जाऊ र पखाला। तब गएर मैले पखाले र म देख्ने भएँ। तिनीहरूले त्यसलाई भने, तिनी कहाँ छन् त? त्यसले भन्यो, म जान्दिनँ। अघि अन्धो हुने त्यस मानिसलाई तिनीहरूले फरिसीहरू कहाँ ल्याए। जुन दिन येशूले माटोको लेप बनाएर त्यसका आँखामा लगाइदिनु भएको थियो त्यो सब्बात दिन थियो। फरिसीहरूले त्यसलाई सोधे, त कसरी देख्ने भइस्? त्यसले तिनीहरूलाई भन्यो, उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनु भयो अनि मैले देखेँ, पखालेँ र देख्ने भएँ। फरिसीहरूमध्ये कुनैले भने, त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले सब्बात दिन पालन गर्दैन। तर अरूहरूले भने, कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्छ? र तिनीहरूका बीचमा फाटो हुन गयो। तिनीहरूले त्यस अन्धलाई फेरि सोधे, उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा त के भन्छस्? त्यसले जवाब दियो, उहाँ अगमवक्ता हुनुहुन्छ। दृष्टि पाउने मानिसका आमा बाबुलाई बोलाएर नसोजुन्जेल यहुदीहरूले त्यस अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्। तब तिनीहरूले उनीहरूलाई सोधे, के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मिएको थियो भनी तिमीहरू भन्दछौ? त अब कसरी त्यो देख्न सक्ने भयो? त्यसका आमा बाबुले तिनीहरूलाई भने, हामी जान्दछौँ यो हाम्रो छोरो हो र अन्धो जन्मिएको थियो, तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौँ, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौँ। यसको उमेर पुगेको छ, यसलाई सोध्नुहोस्, आफ्नो विषयमा त्यो आफै बोल्नेछ। त्यसका आमा बाबुले यी कुरा भने किनकि उनीहरू यहुदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रिस्ट भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकालिदिनुपर्छ भने यहुदीहरू अघि नै सहमत भएका थिए। यसै कारण त्यसका बाबुआमाले भने, यसको उमेर पुगेको छ, त्यसैलाई सोध्नुहोस्। तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने, परमेश्वरलाई महिमा दे, हामी जान्दछौँ यो मान्छे पापी हो। त्यसले जवाब दियो, उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न म जान्दिनँ। एउटै कुरा मात्रै म जान्दछु कि म अन्धो थिएँ तर अब देख्दछु। तब तिनीहरूले त्यसलाई भने, उसले तँलाई के गर्यो? उसले तेरा आँखा कसरी खोलिदियो? त्यसले तिनीहरूलाई जवाब दियो, मैले तपाईँहरूलाई अघि नै भनिसकेँ, तर तपाईँहरूले सुन्नु भएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईँहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो? तिनीहरूले त्यसलाई गाली गर्दै भने, तँ पो उसको चेला होस्, तर हामी त मोसाका चेला हौँ। हामीलाई थाहा छ मोसासँग परमेश्वरले बोल्नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिस चाहिँ कहाँको हो। त्यस मानिसले जवाब दिई तिनीहरूलाई भन्यो, कस्तो विचित्र कुरो, उहाँ कहाँबाट आउनुभएको हो तपाईँहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनु भयो।
हामी जान्दछौँ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँका इच्छा पालना गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ। संसार सुरु भएदेखि यसो जन्मिएको अन्धका आँखा कसैले खोलिदिएको कुरा कहिले सुनिएन। यदि यी मानिस परमेश्वरबाट नआउनु भएको भए उहाँले केही गर्न सक्नुहुन्थेन। तिनीहरूले त्यसलाई जवाब दिए भने, त बिल्कुलै पापमा जन्मिएको थिइस् र के अब त हामीलाई सिकाउन चाहन्छस्? अनि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो र त्यसलाई भेटाएर भन्नुभयो, के तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ? त्यसले जवाब दिई भन्यो, प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु। येशूले त्यसलाई भन्नुभयो, तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उही नै हो। तब त्यसले भन्यो, प्रभु, म विश्वास गर्दछु, र त्यसले उहाँलाई दण्डवत गर्यो। अनि येशूले भन्नुभयो, म न्यायको लागि यो संसारमा आएँ कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्ध हुन्। यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनैले उहाँलाई भने, के हामी पनि अन्ध हौँ त? येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू अन्ध भए त पापको दोषी हुने थिएनौ, तर तिमीहरू हामी जान्दछौँ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।